झरे यार मामा झरे ओइ झरे यार मामा झरिसके यार हैन हैन यहाँ समातिरहेछन् मेरो तिग्रा समातेर बाँचेका छन् मेरो तिग्रा समातेर बाँचिरहेछन् हामी अल्टिमेटको लागि जन्मेको हो क्या गडा हो अल्टिमेटको लागि जन्मेको हो जसको क्लासिक खेलिँदैन क्या गडा हो बुझेनौ बट लबी हुन्छ क्या क्लासिकमा मिसन के हो त मिसन छैन अहिलेसम्म हैन यस्तै छ के गर्नु राजेश जुटी कहाँ यार अल्टिमेटमा 7 किल मामाले हान्न गाह्रै पर्छ यार जुटी अल्टिमेटमा 7 किल हाम्रै आउँदैन 7 किल रनमा मामा कहाँ 7 किल हान्छौ यार तिमीले यार अल्टिमेटमा लानो 1000 पाउन्ड 20 युरो अरे गर न सपोर्ट गर न भन्छ त्यो दुईटा स्क्वाड चाहिँ अफलाइन हुनु अरे क्या टिमको 10 किल चिकन पनि गाह्रो हुन्छ हौ यसमा होइन दुईटा स्क्वाड राजेश जुटी अल्टिमेटमा चिकन कमिसन दिम होला अल्टिमेट दामी खेलो म्यान ध्यान दिएर त्यसरी एज्युम गर्न थाल्यो भने त के हो भने म्याम लभली आको छ नि मेरो अनफलो गरेर छ नि त उतापट्टि सबै उतापट्टि छ ल हामी यता जाऊ यो मुजीहरुले पाए नि भने यार केही छैन मामा नडर मर्छु कस्तो डराएकै छैन हौ म कस्तो टुर्नामेन्ट त खेलिएर आइयो अब अल्टिमेट यहाँ सक्यो आइज केटा अगाडि आइज परबाट हान यार अगाडिको लागि लडु आइज नखाने छु यहाँ आयो मेरोमा गन छैन भने वेयर हाउसमा गन छैन भने वेयर हाउसमा आउनु न मेरोतिर उठाउनु त्यहाँ गड्यो होला है त भाग्दैछ रिबेस छ नाइस यो भाइ त चिनेको भाइ हो खै यो दुईजना हाम्रो म यता छु पख न यहाँ हेलमेटै पाएको छैन बिजोक छ लभली लभली टिमवर्क है मन पर्यो है पायो त परबाट हान्दै छ म्याम सिधा मामा छिरा भित्र यताबाट हामी अल्टिमेटको लागि जन्मेको हो क्या गडा हो अल्टिमेटको लागि जन्मेको हो जसको क्लासिक खेलिँदैन क्या गडा हो बुझेनौ बट लबी हुन्छ क्या क्लासिकमा द हामी झरेको कन्टेनर साइड त्यो कन्टेनर देखा अगाडिपट्टि त्यहाँ झर्न खोजेको नि एउटा के गर्ने हो यता जाने हो भाइ बिचबाट छिर्नुपर्छ यताबाट यहाँ छ हौ यहाँको लागि हान्नु न सुरुमा गोली छैन 20 वटा मात्र छ मिलाएर हान्ने के दाइ सिधै गयो कुनको हौ 5 को बेस्ट पनि छैन यार मसँग त 5 को म दिन्छु आउनु त यहाँ युएमपी छ है गन छैन भने सुनिस् नि मलाई हानो मलाई भेस्ट के हो र लेखेको भेस्ट भाइ हुन्छ त्यो हुडी भनेको होइन साथी त्यो इन्डमा जाउँ त्यो इन्डलाई पेलो भाइ छ पाएको नको लौडा नाइस लौडा Marked a location. त्यो कसरी बाँच्यो साथी स्क्वाड हाउसमा पेलो हेराला सेक यहाँ आए म्याच सिक्नी मेरो अगाडि मेरो अगाडि यहाँ अगाडि कन्टेनर भित्र छ Watch out. नाइसको छोरा बुढेदाको टोली उठिसक्यो है बुढेदा उठिसक्यो है यो वेयर हाउस भित्र छ ओए लभली लभलीको छोरी यार Awesome. Watch out. एक यार मैले त्यहाँ मैले बुढेदालाई त्यहाँ कन्टेनर भित्र गयो क्या कोच मामा टावर बसेर अलिक केयरफुलै मार्छ है नारलाई मार्दैन जाने अगाडि छिर्ने हो कहाँ छ भन्नु न म बम हान्दैछु जाऊ मैले कभर कहाँ मार गर्नु न कहाँ हो भन्न थिएँ वेयर हाउस भित्र Enemies ahead. यहाँ अगाडि कोही एउटा वेयर हाउसमा पनि नक लभली जाऊ म छु कभरमा आइज न मेरो हाउसमा
एउटा नट अलरेडी हो नाइस कभर है अलरेडी आए आए छेउमा छ ल मसँग अलिक छेउमा छ मेरो वेयर हाउसको किला आएन गोली के हो खलास भयो कि मैले फेरि जान्दैन म मुनि झरे ल कस्तो हान्दिम यार अल्टिमेटमा मुझे मिसनमा हुँदा देखि टिम 10 ए मिसन रहेछ टिम 10 किल चिकन त्यसो भए जुटी भनेछ साथी अब धेरै ल्याङ ल्याङ 10 किल उठिसक्यो क्या हाम्रो जुम गाडी खोजौँ 10 किल उठिसक्यो होला मेरो 4 कभर कस्तो लाग्यो मेरो कभर छ। कस्तो अब लाग्यो 10 भइसक्यो अब चिकन हान्नु त केटा अल्टिमेट चिकन गाह्रो 6 हानिसकेछ त यार अनि तो सेके त यहाँ सबैतिर ओ इनिमी छ यहाँ M4 छ है कसलाई चाहिन्छ कहाँ मार्क गाडी हेर एकजना गएर अगाडि हिलिङै छैन एउटा ब्यान्डेज मार्छ छ होला रि त नर्दनकोले हानेर कुदे भन्दा मामा एउटा हिलिङ सिलिङ केही छ भनिदिनु सापट्टि त्यो हिलिङ त साँच्चै केही छैन रहेछ यार छैन नि केही छैन ब्यान्डेज सेन्डेज केही रहेनछ यार मसँग त क्या मरिने भयो जोनले मार्ने भयो मरियो नि ओइ भान्जा जोन बडे जोनमै मरियो यार मामा लोदर नबोल न यार होइन अनि हेलमेट उयो छैन हौ भेस्ट के भन्छ यो भेस्ट भन्छ ब्यान्डेजहरू केही छैन मसँग छ यहाँ दुईटा एउटै फर्स्ट एड छ bandage एउटा छ। ल्यापटप छ तीनटा पेन किलर छ खाने हो नखाने यहाँ गाड हुन आँटिसक्यो यार कसैले एउटा ब्यान्डेज सुत्ता नभेटाएको होइन ब्यान्डेज छ मसँग Bandage 15 वटा मलाई पनि दिनु है त एउटा त 3 10वटा ए अनि अरु केही यहाँ फर्स्ट एड छ दाइ अरु केही दिउँ मैले भेटिसकेँ फर्स्ट एड फर्स्ट एड होइन क्या उयो गाडी छ त यहाँ गाडीमा आउनु न लगेर ब्यान्डेज चाहिँ चाहियो क्या मेन यहाँ एम टू भन्नान्छ मामा M249 भेटिसकेँ कि मलाई ब्यान्डेज मात्र दिए म एकदम ह्याप्पी को हो ड्राइभमा चाहिँ हो, ड्राइभमा चाहिँ ड्राइभिङमा। छोड न हौ रिजाल यस्तै म चाहिँ ड्राइभिङमा बसेको छु र को बसेको छ त हामी ओइ, हाल्देऊ न ब्याग हाल्देऊ न एउटा ब्यागमा हाल्देऊ न यार ए उयसमा हाल्देऊ न डिक्कीमा ओइ 5 वटा हाल्दिएको छु ओइ 5 मरे वटा हो हाल्दिएको छु ब्यान्डेज हाल्देऊ न 5 वटा जस्तो ओइ डिकीमा हाल्दिएको छु ए फुल्के नि फुल्के त दामी हुन्छ आउँछ हौ लाउनु न यार सक्के म सकिनु त्यसो भए कस्तो त्यो बुढा पाकाहरूले गनगन गर्छ नि त्यस्तै खालको गनगन गर्छ नि मामा ओइ गन कहाँ गरे हो ब्यान्डेज लाउँदा सक्यो बाँच्दैन भने। यो फर्स्ट जनमा कस्तो होला यार मरे हो अब सक्यो ब्यान्डेज अनि सकेर मर्नु भयो अब झर्नु भयो ला 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 झरे यार मामा झरे ओइ झरे यार मामा झरिसके यार टेन्सन भयो कस्तो यार। होइन होइन यहाँ समातिरहेछन् मेरो तिग्रा समातेर बाँचेका छन् मेरो तिग्रा समातेर बाँचिरहेछन् बताउ न सिट बेल्ट लगाउनु सिट बेल्ट पकडिरहेको छु अब यहाँ पकडिने नि हातले? पकडिदियो ओइ, हेर त ल ए होइन यार ब्यान्डेज हाल त खोइ हौ के ब्यान्डेज त भयो पो हाल्नु त लुटौँ। ओइ, रनमा यहाँ इन्मी। छ इनिमी। हान्दिम आइज टन्नै छ मुझे किले नहान्ने जस्तो उब्रे मुजी ल ओइ, के पाइयो आए यार। मेरो छेउमा छ मेरो घरमा थ्याङ्क यू लिँदै जिन्दगीमा मुझे किल नहानेको जस्तो रनमा जब त्यसलाई गोली लागिरहेको छ जबरजस्ती हानेको हो त्यसले भागुम छन् गाडी स्टार्ट गर त मामा गाडी स्टार्ट गर तिमी निकाल त गाडी बाहिर उतातिर लग त लिम्बे मरेतिर छिटो धेरै निमी छ छिटो 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 साढे यता लग ल Watch out! थाहा पाइस् नि निमीको लोकेसन यहाँ इनिमी आयो दाइ जाऊ, साढे आऊ न थाहा पाउनु त थाहा पायो कि तिमीले के गरेको भनेको क्या साढे आऊ न, चिकन मरे। दाइ यहाँ पछाडि इनिमी आयो के मरे हो। अर्को गाडी बना न यो लौडी जस्तो यो टेस्टलाई निस्किँदै ननिस्किने भयो हौ लामो गाडी पनि मार हो केटाहरू आत्तेरै मार यार मुझेहरू कस्तो आत्तेको यार ए, अल्टिमेटमा मरे हो, हातेको होइन हौ, ब्यान्डेज गाडी छैन, निस्केन हौ हेल्प यहाँबाट। पनि छैन, हाल्देऊ न, यहाँ हेल्प यो पढ ल हाल्देऊ न न, अलिकति कता ओइ, हेल्प किट हाल्देऊ न, ओइ। ओइ, हेल्प किट हाल्देऊ न।
दाइ निस्किनु साढे भाइ त्यहाँ हान्छ त्यहाँ हान्छ है छैन के मामा आम्मा छैन हौ साढे एलकिट छैन के मामा एउटा ब्यान्डेज छ हौ ओए एलकिट सर्नु न हौ, त्यो छैन कि कसम मामा हेर्नु ब्यान्डेज त छैन हौ मसँग हजारों में किसी को बाँकी माल रख लूंगा ऐसे सबैको लुटेर मिली एक राजा और Watch out. नजरी जवाना निड़ाना कलंक नेणी अरे पागल प्रिया खायो होइन यो हो क्या झरेको भनेको चाहिँ हाइमा आउँदैछ त ओइ दाइ इनिमी छ यहाँ पनि पछाडिबाट नि आयो क्या मुझे बिल्ला खाया यार अरे ले कुन गाना थियो मैले याद त्यसमा खानु न दाइ बिल्ला खायो होइन क्या दाइ चार ठामको बिचमा मिलाएर रोक्नु भयो दाइले लामो रोकेको बिचमा यहाँ कभरमा रोक्नु पर्ने जोन थियो त सिल आइज सिलमा आइज म आउनु मिल्दैन तपाईँले स्मोक हानेको लागेको छ गाना मलाई याद गरिरहेको छु इसको गाडी हान्न थाल्यो हौ आइज न पछाडि पन्डोमा आइज न बाँच्छस् हान्छ बाँच्छस् हौ, माथि। हान्दैन क्या माछी कि नि आइज न स्मोक आइ नै पुगेन कि मसँग दुईटा त थियो त्योसँग स्मोकै छैन देखिहाल्छ नि टार्गेट गर्नु नि त यार लेफ्टबाट माथि जानुपर्ने हो क्या हामी अहिले के थाहा छ यार भाइ केही छैन धैर्य धारण गर सबै थोक ठिक हुन्छ मेरो किल पनि आएन होला नि साथी गाडीबाट झारेको चोरो नि कहाँ हुन्छ हानिदिइसक्यो त्यहाँ स्कडासबाट माथि रिकलको यो अगाडिको कम्पाउन्ड डाँडा चारतिर हान हौ त्यस्तै हो साढे अनि तपाईँले के कस्तो लुट पायो भन्दै त्यो हाँस्दै थियो त गोली पाएर होला सबै कुरा भोगेर ल्याउनु पर्छ सायद चिकन हानेको 20 भइहाल्छ यार किल त ओभर हान्यो कि यो गेम फर्स्ट सेट डुबायो क्या हामीलाई अब मैं तेरा मैं तेरा मैं तेरा मैं तेरा त्यसलाई मैले अलरेडी मुझे हानिसकेको थिएँ क्या गाडीमा थियो नि म त साथी हिट डिपेस साथी तीन चार गोली मुझे लागिसकेको थियो क्या मेरो अलरेडी सुरुमै कनेक्ट भइसक्यो हेर्न ढिट हानेको हेर्न मलाई त्यसले थाहा छ। यिनीहरूले कुरेरै हान्थ्यो यार भाइ हामीलाई जानी हान्थ्यो क्या बुझिनस् हेर मार्ने बित्तिकै हिँडेका म्याच चिकनहरू मुझे अगाडि बढेका हेर मारियो मुझे काम भयो भनेर कस्तो मजाले गाडी घुमाएर हिँडिहाल्यो नि हौ मुझे चारजना रहेछन् फेरि किल त उठाएको थिएँ म्याच जबरजस्ती फिनिस हानेको क्या यसले मलाई 5 2 7 8 8 र 7 15 किल भइसक्यो थियो यार जुटी राजेश Thanks for watching. Don't forget to like, share, and subscribe.